हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। ल साथीहरू, अब चाहिँ हामी अटो कुर्दा अटो आएन। अब हामी चाहिँ बाटोमा हिँड्दैछौँ। अब अटो चाहिँ जहाँ भेट्छ अब हामी चाहिँ त्यहाँबाट अटो चढेर अनि हामीहरू चाहिँ साथीहरूलाई 3-4 जना साथीहरूलाई चाहिँ पिक गर्न जान्छौँ। आज चाहिँ अटोमा हामी दमौलीको भाइरल प्लेस तनहुँसुर जाँदैछौँ गाइजहरू। मेरो भ्लग चाहिँ अन्तिमसम्म हेरिदिनुहोस् होला। हाम्रो चाहिँ अटोहरू आइसकेको छ। अब हामी जाँदैछौँ। साथीहरू आइसकेको छ। अलिक अघि पछि गर्नु त 4 जना हुन्छ अघि पछि गर्दैछ बोक्नु भएको हेलो हामी लाग्यो। 2 जना चाहिँ स्कुटीमा गइसकेको छ गाइज। अझै 2 जना थप हो। दिदी र बुहारी केमा गयो तिनीहरु स्कुटरमा चाहिँ दमौली हाइवेमा आइपुग्यो साथीहरू। अब हामी चाहिँ यहाँबाट जाँदैछौँ। अब चाहिँ हामी हाइवे छोडेर लेफ्ट साइड कच्ची बाटोतर्फ लाग्दैछौँ गाइज। यतिकै उकालो त्यही बाटो उसमा नि त्यहाँबाट कताबाट यतापट्टि लाग्ने क्या त्यही सोध रामपुरतिर होइन रामपट्टितिर होइन यतापट्टि गाइज हामीहरू चाहिँ आधा घन्टाको लामो यात्रापछि लामो अघि फाइनली हामीहरू चाहिँ तनहुँसुर आइपुगिसक्यो। हाम्रो डेस्टिनेसन आजको डेस्टिनेसनमा आइपुगिसकेको छौँ गाइज। अरूहरू चाहिँ स्कुटीमा आउँदैछन्। त्यही तलबाट
गाइजहरू हाम्रो चाहिँ यहाँ भर्खरै अब तनहुँसुरको खासियत भनेको चाहिँ यही चौतारा हो रे। यही चौतारा अनि मन्दिर तिनीहरू हो क्या र साथीहरू। अनि यतापट्टि चाहिँ त्यो व्हाइट कलर चाहिँ त्यो थाहा भएन है साथीहरू। अनि त्यहाँ चाहिँ दुईवटा चौतारी पनि छ अरे त्यो साइडमा चाहिँ। अनि यहाँको खासियत चाहिँ यही हो रे चौताराहरू। हेर्नु साथीहरू यहाँबाट चाहिँ हिमाल पनि देखिँदो रहेछ। मेन भनेको नि एक घन्टा भइदियो यहाँ पल्टेर बसेर यहाँ हामी यहाँ चौपारीमा लडीबाट खेली आए लडीबाट खेल्यो यहाँ भाँडा कुटी खेल्यो अरे के भनेको यतातिर चाहिँ कस्तो भिड हो। बाटो छ क्या यतातिर नि। यहाँ चाहिँ डेटिङ बस्न आऊ बाटै छ क्या यहाँ त। हेर्नुहोस् गाइजहरू यहाँ चाहिँ यस्तो रहेछ। हावा चल्यो भाइ यहाँ त बेसरी। हाम्रो साथीहरू चाहिँ यहाँ शाहरुख खान बन्दैछ यहाँ। गुल्टे भन्छ सिधै दमौली पुग्छ है। यता पनि हाम्रो हिमाल देखिँदैछ साथीहरू हेर्नुहोस्। के हो साथीहरू यो मन्दिर हो? कुल देवताको मन्दिर रहेछ यो साथीहरू हेर्नुहोस्। भर्खर बन्दै गरेर रहेछ कि यो। हामीहरू चाहिँ यहाँबाट तल झर्दैछौँ गाइज। हामी चाहिँ पहिला माथि तनहुँसुर आई लभ तनहुँसुर भन्ने गेट हेरेर आउने चाहिँ। हामीहरू चाहिँ अब अटोको इन्तजार गर्दै बसेछौँ साथीहरू। सो अहिले चाहिँ हामीले अब पिङ खेल्न जाँदैछौँ। हाम्रो साथीहरू चाहिँ अब यहाँ पिङ खेल्दैछ गाइज। चाहिँ साथीहरू आइसकेको छ यहाँ दुईजना। हेलो गाइजहरू भनौँ। सिधै नै होला बाटो है। ल यहाँ चाहिँ हाम्रो फोटोसुट चल्दैछ एकाएक साथीहरूको। यहाँ चाहिँ हाम्रो चटपट बन्न सुरु हुँदैछ गाइस। अब हामी खायो है गाइस। मागे मागे गरे बुढासन बोल्न नदिएर लौ ल ल राखिदिनु। ल हाम्रो चाहिँ खाजा सुरु भइसक्यो है गाइस। चटपट छिटो पनि मिठो पनि।
झटपट झटपट आज चटपटे भोलि झटपटे चाहिँ साथीहरूले 1-2वटा टिकटक गराउँदैछन् अनि त्यसपछि चाहिँ अब हामी घरतिर लाग्छौँ। अब साथीहरू हाम्रो चाहिँ यहाँको आजको प्रोग्राम सकिसक्यो। अब चाहिँ हामी घर जान लाग्दैछौँ। लागेको हजुर घर ठाउँ छैन हजुर घर हाल्दैन अब चाहिँ हामी फर्किँदैछौँ guys। आज के छ यहाँ? चुनाव आयो अब गाउँ गाउँ फाइनली हामीहरू चाहिँ मेन रोड आइसकेको छौँ। घर आइपुग्यो गाइस। मेरो आजको भिडियो यति नै। मेरो भिडियोलाई लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला गाइस।